गाइस आज चाहिँ मेरो बहिनीको रिजल्ट पाउने दिन थियो। तपाईँ रिजल्ट हेर्न सक्नुहुन्छ। गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। अनि फेरि आज पनि रेडी सेडी भएर एकदम दोकानतिर लाग्यो। दोकानमा हेरेको त नयाँ माल आएको रहेछ। अनबक्सिङ हान्दिउँ भनेर अनबक्सिङ हानेको। अनि अनबक्सिङ हान्दा अलिक तिर्खा लागिरहेको थियो। तिर्खाको लागि मैले त्यो उखुको जुस मगाएको। उखुको जुस पनि आइरहेछ। अनि अङ्कलले उखुको जुस पनि ल्याइदिनु भयो। उखुको जुस अनि यस्तो सोचेँ अङ्कललाई पनि भाइरल गरिदिउँ भनेर। अङ्कललाई पनि भने आउनु न भिडियोमा आउनु न भनेर भनेको थियो। पहिला त उहाँ चाहिँ इग्नोर गरेर चाहिँ ज्यादै हुनुहुन्थ्यो। अनि फेरि एकैछिनपछि आफै आउनुभयो। अनि आफै आएर हेर्नु के गर्नुभयो। अनि मेरो बहिनी पनि रिजल्ट लिएर घर चाहिँ आयो। अनि फेरि हेर्न सक्नुहुन्छ रिजल्टको चाहिँ कस्तो आएको छ भनेर 2.75 चाहिँ जिपी आएको छ। अनि फेरि एउटामा यो थिएन। अनि फेरि म 500 रुपियाँ लिएर गइदिएको दोकानको लागि अलिक सामानहरू लिन। दोकानको लागि चाहिँ सामान लिन गएको। अनि पछाडि साथीलाई बसाइदिएँ किनकि त्यसले ब्लग पनि त बनाउनु पऱ्यो नि। त्यसले ब्लग बनाइरहेको थियो। अनि फेरि एकैछिनपछि दोकानमा पुगेँ। अनि फेरि त्यहाँबाट चाहिँ एउटा अनि फेरि सामानहरू चाहिँ किन्न थालेँ। अनि फेरि सामानको चाहिँ ब्लग म फेरि भोलि डाल्छु, नभए अलिकति अझ देखाइदिन्छु पछि गएर। यहाँ हेर्न सक्नुहुन्छ मल्टिप्लक्स चाहिँ लिएको थिएँ एउटा। अनि फेरि एउटा क्यालकुलेटर अनबक्सिङ भिडियो चाहिँ भोलि हालिदिन्छु। अनि आजको भिडियोमा यति नै, बाई बाई।